हेलो गुड आफ्टरनुन एभ्रिवान। आज म तपाईँहरूलाई एक दुई कुराहरू सेयर गर्न चाहन्छु। नम्बर वान पोइन्टमा ब्लड डोनेसन नि खुनहरू दानहरू गर्न कुनैलाई खुन दिएर सघाउन धेरै नै राम्रो काम हो। अनि कुनै मान्छे त यस्तो इग्नोरेन्टको कारणले गर्दाखेरि नबुझेको कारणले खुनहरू दिँदा ओर्दा आफूलाई असर पर्छ भनेर सोचेर नदिने पनि हुन्छन्, डराउने पनि हुन्छन्। तर यो चाहिँ एकदमै गलत सोच हो। किनकि खुनहरू दिँदाखेरि आफ्नो खुन कसैले दान गर्दाखेरि आफ्नो आफ्नो लागि फाइदा धेरै छ। नम्बर वान पोइन्टमा के छ भन्दाखेरि आफ्नो हार्टको प्रब्लमहरू रिड्युस हुन्छ। नम्बर टूमा हामीहरूको डिप्रेसन लेभल जुन हुन्छ, डिप्रेसन एन्जाइटी जुन आफ्नो प्रब्लम हुन्छ त्यो पनि हटिन्छ। नम्बर थ्रीमा के हुन्छ भन्दाखेरि हामीहरूको सेल्सहरू, शरीरको जुन सेल्सहरू छन् हो त्यो ज़्यादा एक्टिभेट हुन्छ, ज़्यादा काम गर्छ, एक्टिभेट हुन्छ, स्टिमुलेट हुन्छ। यानि कि एउटा तेलमा ग्रिस हाले जस्तै हुन्छ कि अझै पनि ज़्यादा एक्टिभ हुन्छ हामीहरूको शरीर। एक्टिभ पनि हुन्छ, हल्का पनि हुन्छ, हार्ट प्रब्लमदेखि पनि हामीलाई सेभ गर्छ। अनदर चिजमा क्यान्सरदेखि पनि हामीलाई राहत दिन्छ नि। क्यान्सर हुने केही चान्सेस छ भने पनि हामीलाई राहत दिन्छ। कसरी राहत दिन्छ भन्दाखेरि जब हामीले खुन डोनेट कसैलाई गर्छौँ, हामीहरूको खुनमा जुन आइरन भन्ने चिज जम्मा भएको हुन्छ नि, हो त्यो ब्लड डोनेट गर्दाखेरि जान्छ। यो आइरन हो मेन कोज अफ क्यान्सर नि। जब हामीहरूको शरीरमा आइरन धेरै जम्मा हुन्छ, क्यान्सर छिट्टो फर्म हुन्छ। अनि हामीले ब्लड डोनेसनहरू गर्दाखेरि हामीहरूको खुनमा जम्मिएका आइरनहरू यो जान्छ, घट्छ। यानि कि हामीहरूको हार्टको लागि धेरै, आफ्नो यो मुटुको लागि जुन धड्कन छ यसको लागि चाहिँ धेरै धेरै नै फाइदा हुन्छ। अनि तपाईँहरू नडराउनुहोस्, केही नेगेटिभ इम्प्याक्ट नि हामीले कसैलाई खुनदानहरू गर्दाखेरि आफ्नो शरीरमा केही असर पर्ने केही छैन। झन् खुनदान गर्दा त राम्रो हो। यो तपाईँहरूले बुझ्नुपर्ने हो नि, बुझ्ने पर्ने कुरा हो। किनकि मैले आज यो टपिक लिएर आएँ किनकि धेरै मान्छे यो अबुझ पनि छन्, खुन दिन पनि मान्छेलाई डराउँछन्। तपाईँको खुनको कारणले गर्दाखेरि कसैको लाइफ पनि तपाईँले सेभ गर्नुहुन्छ, जिन्दगी पनि बचाउनुहुन्छ। त्यति मात्रै नगरिकन तपाईँको आफ्नो मुटुको लागि पनि राम्रो हो। अनि क्यान्सरहरूदेखि पनि तपाईँ सेफ हुनुहुन्छ। अनि अनदर थिङमा तपाईँको डिप्रेसन एन्ड एन्जाइटी यानि कि दिमागीको प्रब्लममा पनि राहत दिन्छ। यति भन्दैमा म मेरो आजको टपिक खतम गर्न